कसरी जेनजी आन्दोलनमा भएको क्षतिको पैसा अन्ततः हामीले नै तिर्छौं? बीमा, पुनर्बीमा र जनता। नमस्कार, तपाईलाई स्वागत छ द नलेज रेडियोको आजको एपिसोडमा। दशैँपछिको आजको एपिसोडमा हामी आज एउटा धेरै महत्त्वपूर्ण तर धेरैलाई थाहा नभएको विषयमा कुरा गर्दैछौँ। हालैको जेनजी आन्दोलनले देशभर धेरै निजी तथा सरकारी सम्पत्तिहरूमा आगजनी र तोडफोड गर्यो, जसमा सबैभन्दा चर्चित उदाहरण हो भाटभटेनी स्टोरमा लागेको आगो। तर के तपाईलाई थाहा छ ती सम्पत्तिहरूको नोक्सानी अन्ततः कसले तिर्छ? उत्तर हो हामी सबैले, अर्थात् जनताको पैसाबाट। आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण देशभर करिब 25 अर्ब रुपियाँ बराबरको सम्पत्तिको नोक्सानी भएको प्रारम्भिक अनुमान छ। यी सम्पत्तिहरूमध्ये धेरै जस्तोले बिमा गरेका थिए, जस्तै भाटभटेनी स्टोरले आफ्नो सम्पत्ति सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, आइजिआई प्रुडेन्शियल लगायतका कम्पनीहरूमा बिमा गरेको थियो। तर यी निजी बिमा कम्पनीहरूले यस्तो ठूलो जोखिम आफैले बोक्न सक्दैनन्। त्यसैले उनीहरूले बिमाको केही अंश नेपाल पुनर्बीमा कम्पनी अर्थात् नेपाल रिइन्स्योरेन्स कम्पनी जस्ता पुनर्बीमा कम्पनीमा शेयर गर्छन्, अर्थात् नोक्सानीको ठूलो भाग पुनर्बीमा कम्पनीले बिहोर्छ। भाटभटेनीको मामिलामा मात्र पनि 65% सम्मको हिस्सा नेपाल पुनर्बीमालाई शेयर गरिएको छ। अन्य बिमा गरिएका सम्पत्तिमा पनि आरएसएम एसडीएसटी पुल मार्फत नेपाल पुनर्बीमा कम्पनीले करिब 65% क्षतिको दायित्व बिहोर्छ। नेपाल पुनर्बीमा कम्पनी एउटा सरकारी स्वामित्वको कम्पनी हो, अर्थात् यसमा लगानी सरकारको माध्यमबाट जनताको पैसाबाट गरिएको छ। कम्पनीले निजी बिमा कम्पनीहरूलाई आर्थिक सुरक्षा प्रदान गर्छ ताकि कुनै ठूलो विपद, आगलागी वा आन्दोलनको नोक्सानीले बिमा प्रणाली नै धरापमा नपरोस्। जेनजी आन्दोलनपछि नेपाल पुनर्बीमा कम्पनीले पाएको दाबीको प्रारम्भिक रेकर्ड मात्र करिब 14 अर्ब रुपियाँ बराबरको छ। यसको अर्थ 14 अर्ब रुपियाँको नोक्सानी अन्ततः सरकारी रकमबाट तिर्नुपर्नेछ। जब क्रोधमा आएर हामीले कुनै निजी सम्पत्ति जलाउँछौँ वा नोक्सान पुर्याउँछौँ, त्यो सम्पत्ति जलेर समाप्त भए पनि, त्यो निजी सम्पत्ति नै भए पनि नोक्सानी अन्ततः जनताको करबाट सङ्कलित पैसाले तिर्नुपर्छ। यसरी हेर्दा आन्दोलन वा तोडफोडका बेला जलाइएका भवन वा पसलहरू सिर्फ निजी सम्पत्ति होइनन्, तिनीहरूको नोक्सानी हाम्रो सबैको साझा भार हो। त्यसैले भविष्यमा कुनै पनि आक्रोश प्रदर्शन गर्दा हामीले सोच्नुपर्छ, के मैले जलाउँदै गरेको यो भवन वा पसल अन्ततः मेरो नै पैसाबाट पुनर्निर्माण हुने त होइन? यो घटनाले एउटा कुरा प्रष्ट देखाउँछ, नेपाल पुनर्बीमा कम्पनी जस्ता सरकारी पुनर्बीमा संस्थाहरूको भूमिका कति महत्त्वपूर्ण छ। तर दुःखको कुरा, धेरै जनतालाई यसको अस्तित्व वा योगदानबारे थाहै छैन। नेपाल पुनर्बीमाले हरेक ठूलो नोक्सानीमा चुपचाप आफ्नो भाग तिर्छ, तर यसको चर्चा कहिल्यै हुँदैन। जबकि बिमा कम्पनीहरूले चाहिँ आफूले अलि ठूलो दाबी भुक्तानी गर्दा व्यापक प्रचार प्रसार गर्ने गरेका हुन्छन्। त्यसैले आज हामी सबैले बुझ्नु जरुरी छ, आन्दोलनले हिंसात्मक रूप लिँदा अन्ततः जनताको नै क्षति गर्छ। शान्तिपूर्ण आवाज उठाउने, कानुनी बाटो अपनाउने र सचेत नागरिक बन्ने, यही नै दिगो समाधान हो। आजको एपिसोड तपाईहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक, शेयर र फलो गरिदिनुहोला। आजको लागि बिदा चाहन्छु। हेभ अ नाइस डे।